हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु भन्दै आज चाहिँ के हुँदैछ हाम्रोमा भने देवर भर्सेस भाउजू चाहिँ ममा च्यालेन्जिङ हुँदैछ होइन। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला, साथ दिनु होला। आज चाहिँ घरमै हामीले चाहिँ कुखुरा काटेर चाहिँ छट्ठ लगाएर मोमो बनाउँदैछौँ होइन, चिकन मोमो। अनि आज चाहिँ खतरा हाम्रो च्यालेन्ज हुँदैछ मेरो देवर र म बिचमा होइन। सबैजनाले अन्तिमसम्म हेरिदिनु पर्यो है साथीहरू। गाइस, आज चाहिँ हामी यहाँनिर यसरी आगोमा मोमो बनाउँदैछौँ। ला कस्तो पानी आमा बग 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 उम्लेर मोमोलाई नै भेट्यो होला, माथि पुरा रस पानी धेर भएछ। चट्ट लाएर तातो मोमो चाहिँ यसरी बनाएको छु। अब खाना आउनु होला साथीहरू, सबैजना मिलेर बसेर खाऊ भन्नु। लु मोमो पाक्यो, वाउ ढ्यान्टेडेङ मोमो पाक्यो। लु निकाल्नु, पहिलो सिट खाइदिइहाल्नु होइन कान्छी? हो हात पोल्लायो त्यो उयोले, निकाल न हौ। ढ्यान्टेडेङ मोमो पाक्यो गाइसहरू, मोमो चट्ट लाएर। अब हाम्रो चाहिँ यहाँ ठाउँ पनि सेट भइसक्यो होइन। अनि यहाँ मोमो पनि रेडी भइसक्यो। 10-10वटा मोमो छ। यो चाहिँ टमाटर र तिल अनि सिलामको छोपको अचार, यो टिम्बुर र खोर्सानीको। यहाँ 10वटा छ, यहाँ 10वटा छ मोमो। अब चाहिँ च्यालेन्ज सुरु गाइसहरू। ल है गाइस, हाम्रो चाहिँ अब मोमो च्यालेन्ज सुरु भइसक्यो होइन। देवर र भाउजूको यहाँ चाहिँ हुनुहुन्छ मेरो देवर सुजन राई, अनि म भइहालेँ, मलाई सबैजनाले चिनिहाल्नुहुन्छ। म चाहिँ सबु मुखिया राई भन्नु। अनि हाम्रो च्यालेन्ज चाहिँ 500 रुपियाँ छ। म चाहिँ उधारोमा, किनभने बाज जित्नेवालामा मै छु। जसले जिते पनि यो 500 लानेवालामा छ होइन। तर यो सबै चाहिँ च्यालेन्ज नगरौँ न, म सक्दिनँ। 5वटा च्यालेन्ज, 5वटा चाहिँ जसले छिटो खायो त्यसले यो लग्यो होइन। अरू चाहिँ आरामले खाँदा पनि ल। अब सुरु। यहाँ अचार राख्नु पर्यो। च्यालेन्ज हो, नचापै लिन्छु। तपाईँले मसिनो नर्माल हो ठुल्ठुलो छ। कतिवटा भयो अन्त? अब एउटा मात्रै बाँकी कान्छ हो। लास्ट अर्कै म भाउजू हार्नु भयो। सबै पनि लिनुपर्छ ल। उस भयो क्या, यो बराबर भयो नि त, सँगसँगै खाइसक्यो नि त होइन। यो एउटा चाहिँ च्यालेन्ज हारिहाल्नु छ नि हाम्रो भाउजू त, हारिहाल्नु छ नि। ल ल ल सँगसँगै म त नै अब सक्दिनँ। फेरि एउटा म त त्यसै खाइहाल्छु नि। म त अब आज आलु छोडा खाने मान्छे होइन। त्यो त हो, तर होस् अब च्यालेन्जमा नि बराबरी भयो। तपाईँले जित्नुभयो भने अब मैले छोडिदिएँ, म सक्दिनँ रहेछु। अब बिस्तारै खाने हो, मिठो छ गाईहरू। कान्छी नामे अब खान्छ। कान्छी ठुलो क्यामेराम्यान हो, त्यही भएर क्यामेराम्यान चाहिँ मेरो देउरानी मनिता राई हुनुहुन्छ होइन। कस्तो भयो? एकदम मिठो भयो। भयो, म सक्दिनँ। अचारसँग खानु पर्यो।
मैले हार स्वीकार गरेँ साथीहरू 500 रुपियाँ मेरो देउरालाई हस्ताक्षर गरेँ 15वटा गइसक्यो त मेरोमा चाहिँ अबै सक्छ 19वटा होइन अस्ति 20वटा खाइसकेको थिएँ 19वटा हुन्छ तपाईँले यो सक्दा मैले यो सक्दा यो अघि नै पाक्दाखेरि चाहेकोसँग गरेर 10वटा हुन्छ 10-11 म ब्रेड खानु तर यो चाहिँ मै हो मम्मी त्यो टिमुरको अचार नखाने होइन टिमुरको यो फाल्टै अलिक न्याक्कै हुँदैन रहेछ टिमुर यो धेरै बोसो भयो क्या ब्रोइलर अझ ठिक हुन्छ कि अँ पानी छैन यहाँ हस् त गाइजहरू बस्नु त त्यो लाइट भयो अब फेरि नेक्स्ट ब्लग यस्तै ममा च्यालेन्जिङ हुन्छ के च्यालेन्ज हुन्छ ल्याउँदै गर्छौँ होइन आजलाई यति नै भन्दै हजुरहरूसँग बिदा माग्न चाहन्छु अर्को ब्लगमा भेटौँ है साथीहरू अर्को ब्लगमा सबैजना फेरि भेटौँला भन्दै बाई